दुनियाँका छोराछोरी कहाँ पुगेर जागिर खान गइसके यो भने 8 बजेसम्म सुतेर बसेको छ होइन त्यसले जिन्दगीमा के चाहिँ गर्छ भन्नु त ए कति कराइरा भने छोड्दै समय आएपछि गरिहाल्छ नि छोड्दै तपाईँ चाहिँ त्यही भनेर बस्नु न तपाईँले नै हो छोरालाई फुल बुलाएको कति कराइरा भने जागिर खोजिरहेको त हो अब पाउँदैन यहाँ सबै नेताहरूको फोर्स चाहिन्छ नेताको सोर्स चाहिन्छ भन्ने बित्तिकै जागिर हुन्छ भने आइज खान खाना छैन के हुने हो र पल्लो घरेको जीवनीको छोरा अस्ति भर्खर जापान गएको जस्तो लाग्यो 1.5 लाख पठाइसक्यो अरे हेर्नु त हाम्रो भने न जागिर खान मान्छ न विदेश जान मान्छ के गरी खान्छ होला हो यसले गराउन हो आमा नगर कति गरायो कति विदेश मात्रै भने तपाईँलाई थाहा छैन अहिले मान्छेहरू सबै विदेश गएर अहिले गाउँमा मान्छे लास्ट उठाउने मान्छे धेरै छैन अस्ति त्यहाँ माथि हजुरबाबु के भयो जब 16 जना मलाई भएर लाख नसकेर सभान बोलाएर चाहिँ लास पठाउनु पऱ्यो होइन यस्तो छ युवाको अवस्था मान्छे एकजना गाउँमा छैन सबै युवालाई विदेश पठाएर हुन्छ भने मैले मात्र चिन्ता गरेँ देशको विकास हुन्छ नि म जान्छु भाइ के थियो होला सर मलाई जागिरको एकदम अहिले आवश्यकता छ यो मेरो सिभी के छ जागिर दिन मिल्छ होला सर भाइ सिभी त राम्रो रहेछ अब अहिले त अब आर्थिक मन्दी छ है अब यो सबै घाटा छ कम्पनीहरू पनि अहिले त म त सरी नै भन्छु भाइ है हस् थ्याङ्क यू सर गुड मर्निङ सर गुड मर्निङ सर मलाई यो भ्याकेन्सीमा चाहिँ एडभर्टाइजमा जागिर गर्न परेको थियो के म यसमा एप्लाई गर्न सक्छु तिम्रो सिभी दिउ त कम्प्युटर आउँछ भाइ आउँछु सर आउँदैन बस त ल यो टाइप गर्नु भाइ हेलो ए तपाईँको मान्छे आउँदैछ सर ए हस् ल हस् ल राम्रो रहेछ भाइ अब सरी है तिमीलाई भयो राम्रै छ अर्कोचोटि ट्राई गर होला ल थ्याङ्क यू सर होइन यसलाई पनि विदेशतिरै पठाइदिनु पर्छ कि के हो नेपालमा बसेर के गर्नु सबै आफ्ना मान्छे राजनीतिक मात्र चल्छ एकचोटि तपाईँ भन्नु न तपाईँले भन्यो भने मानि पो हाल्छ कि विदेश जानलाई छोरालाई सोध्नु न के भन्छ भात पाकेन भने पाक्यो जब पाइस् त पाएन के हुन्छ जाहिर गर्नु कतै के भन्छ कतै के भन्छ ज्याउ मात्रै लाग्छ के गर्छ खै अब विदेश जान्नै पर्दै के हुन्छ होला खाने यहाँ त जाहिरको ताल खेल्दाखेरि चाहिँ पुगेर आउँछ के हो What are you doing, man? Don't waste your time. Do it carefully, okay? Did you understand? Okay. Do it carefully. वैदेशिक रोजगार पश्चात उहाँ नेपालमा कृषि फर्म दर्ता गरी हाल व्यवसायमा व्यस्त हुनुहुन्छ। हेर साथी तिमीहरू विदेश जान लाग्दैछौ भने म तिमीहरूलाई विदेश जाँदै नजाऊ भनेर सल्लाह दिन्छु विदेशमा पैसाको बोट हुँदैन त्यहाँ गएर टिपेर ल्याउने होइन त्यही कारणले गर्दाखेरि नेपालमा पनि व्यवसाय गर्न सकिन्छ सानोतिनो लगानी गरेर चाहिँ जुन व्यवसाय गर्दा पनि मुनाफा आर्जन गर्न सकिन्छ हिजो मैले पनि यहाँबाट राजनीति तौरबाट जाहिरबाट निकाल्दाखेरि हिजो मैले विदेशमा गएर धेरै दुःख पाएर नेपाल फर्केर नर्सरीमा लगानी गरेर अहिले मैले वर्षको 15-16 लाख रुपियाँ चाहिँ आम्दानी गरिरहेको छु तिमीहरूले पनि सानो धेरै ठुलो लगानी नखोजौ सानो लगानीबाट चाहिँ तिमीहरूले व्यवसाय सुरु गर तिमीहरू पनि एक दिन सफल हुन्छौ भोलि तिमीहरूले 5,000 10,000 को लागि कसैको जिउ गर्न पर्दैन तिमीहरू एउटा सफल उद्यमी भएर म जस्तै एउटा पोजिसनमा पुग्न सक्छौ त्यही भएर म तिमीहरूलाई चाहिँ विदेश जाँदै नजाऊ भनेर चाहिँ भन्न सक्छु बाख्रा पालन कुखुरा पालन जुन व्यवसाय गर्दा पनि हुन्छ तिमीहरूले तर तिमीहरू विदेश चाहिँ नजाऊ यसरी नै मेरो हजुर सर